माल यो हो नि त चिज भनेको त 1 2 3 4 5 6 7 8 माल कडा छ ल मिमा चाहिँ इलाङले मिमा आदित जाले इलाङलेकै मिमा चाहिँ लाग्दैन माल कडा छ भरि छ यो राम्रो है यो यहाँदेखि तल त फले है यो त माथि चाहिँ माउस जति यता छ बच्चा जति यता भरि छ है तर टन्नै रहेछ यही यो इतिहारको स्पेसल माल यही हो माछा मासु त सधैँ खाइराखिन्छ तर यो माल भनेको अकल झुकल खाने चिजहरू हो त्यो स्पेसल माल आइरहेछ ल चिज हो यति माल खाएर दह्रो भएर आएर अनि दुबईमा आएर पेट्रोल हाल्नुपर्छ केटा हो शङ्करले के गरौ छुट्टीमा गएर भने होला यस्तै यस्तै अर्ग्यानिक माल खाँदै बसेका शङ्करी दामी छ ल केटा हो हरियल पल्लीको तर्तीक हुँदैछ नि पलारे नमस्ते बुझे नमस्ते माउ खै त बाबु नमस्ते सबैजनालाई हजुर मालेको आनमंगाल्याङ मन यो चाहिँ हरियल पल्ली भरेन बनाउँदै माले के दुकान लाग्छ मगदाङ भनिन्छ लोकेटा हरियल पनि पोलियो ससुरालीमा आएर माथि यसरी पोलिरहेछ यति अल्गो रुखमा च्याप्पा हामी भुइँमा छौँ भुइँमा छौँ माल उता पोलिरहेछ माल खाने हो आउने हो दुबईमा आएर पेट्रोल ठेल्ने हो फेरि पेट्रोल हाल्नै पर्छ पावर बढाएर आएर माथि पोलिरहेछ यति ठुलो रुखमा खानुपर्छ माल हो लोकल लोकल अर्ग्यानिक चिजहरू खानुपर्छ आमा यति अल्गो रुखमा चियलको रुख छ यार लो केटा हो ससुराली आएको हरियल पोलेर नि खानी भइयो हरियल पोलिरहेछ ट्याप्पै हरियल पनि खान पर्यो हरियल खाएर अलि फुल पावर बढाएर अनि दुबईमा आएर पेट्रोल हाल्ने हो क्या तेलमा गाडीमा हरियल टक्क पोलिरहेछ ल उतै गरेर भेटौँ ल यार हरियल पोली कार्यक्रम भइरह रमाइलो पनि भइरह त्यही हो अब यो चाहिँ माउहरू झरेकोलाई टिप्ने कार्यक्रम भइरह त्यही नै हो मेन गोलामा चाहिँ अहिले भेटौँला फेरि हामी अहिले चाहिँ नि यसो हल्का फुल्का मात्रै हो माथि पोलेर झरेको हो कि यो चाहिँ नि माथि पोलेर झरेको यसो माउहरू टिप्दै हो अहिले पुरै गोलो चाहिँ अहिले झर्दैछ कि अहिले त्यतिखेर भेट्नुपर्छ है ल हरियल मिठो अलि हरियल कार्यक्रम भइरह है हरियल चाहिँ माथि पोलेर झरेको हुन्छ कि कोही चाहिँ अनि त्यसलाई भइमा फेरि खोज्नुपर्ने अवस्था हुन्छ हामीले खोज्दैछौँ कति त भेटियो कति भेटियो होइन गोला त अब बरम हालिसक्यो त्यही झरेको पोल्दाखेरि झरेको चिजहरू यसो बटुल्ने त्यही कार्यक्रम भइरह अरू त के भन्नु बाबालाई समाताइ मदन ओइ मगर भाषा बोल्छ यार म मात्रै नेपाली बोल्छु यार यस्तरी है यताबाट झरेको हुन्छ नि त पुलेर अनि यता झरेको हुन्छ अनि यस्तोलाई चाहिँ हामीले के गर्नुपर्छ त फेरि
मार्नुपर्ने हुन्छ है। ल माल पोलेर माल झर्दैछ। ल यति लामो भर्याङमा चढेर माल पोलेर झार्दैछ है। माल आउँछ। फाइनली माल चाहिँ झरिसक्यो है। माले पाए माल झरिसक्यो। माल आइसक्यो। त्यही हो फेरि माल खाएर दुवै मार पेट्रोल हाल्नुपर्छ फेरि झ्याप्प पिकअप लिनुपर्छ। ल